Happy birthday to you. Happy birthday. Good morning. Happy birthday. Thank you one. Thank you. उठा फुगाउनु पर्यो यो ल बेडबाट उठिसकेर यहाँ केक फुक्नलाई रेडी वाउ मेरो मुखमा हेर्न सक्नुहुन्छ कति एक्साइटिङ हो यति त सानो बच्चा पनि एक्साइटिङ हुन जति म एक्साइटिङ हुन्छु मेरो आफ्नो बर्थडेमा कसलाई हुँदैन यार मलाई त एकदम बर्थडेमा चाहिँ हजुर को हुनुहुन्छ कमेन्ट गर्नु ल कोलाई एक्साइटेड लाग्छ आफ्नो बर्थडेमा बर्थडे मनाउन सेलिब्रेट गर्न झन् वाउ वाउ यति राति 12 बजे सरप्राइज गरेपछि थ्याङ्क यू सो मच अमिरा लभ यू र अङ्कल आन्टीलाई पनि र भाइलाई पनि त भाइ अङ्कल आन्टी पनि हुन्छ आफूलाई चाहिँ देखाइने रहेछ अनि त्यहाँ केक कसरी काट्ने छु म क्यान्डल निकालेँ वाउ वाउ अनि काट्दैछु केक टरन टरन मजाले केक कटिङ भइरहेछ अनि त्यसपछि मैले अगाडि सुरुमा अङ्कललाई खुवाउनलाई रेडी हुन्छु त्यहाँ हल्का मेरो आवाज अर्कै सुन्नेको होला है म बिरामी थिएँ त्यतिखेर सो स्याड बर्थडेको दिनको बिरामी हुन्छ म हुन्छु अनि मलाई टीका लगाइदिनु भयो आशीर्वाद दिनुभयो आशीर्वाद प्लस दक्षिणा पनि दिनुभयो अरे हेर्दै जानु है त्यहाँ आन्टीले यसरी साइडबाट दिनुहुन्छ ओ अनि साँझ केक काटिसकेपछि हामी बिहान मन्दिर जान्छौँ पशुपतिनाथ हेर्न सक्नुहुन्छ अनि पूजा गरिसकेपछि हामी बाहिर आउँछौँ हामी एकदम लक्की हो कि गाइज हामी धेरै भिड पनि थिएन हामी जाँदाखेरि पछि त बाफ्रे एकदम भिड मलाई हेर्नु छ त्यहाँ टिकटक चलिरहेको छ अझै यसरी घुम्यो अनि टिकटक बनाऊ वाउ ह्याप्पी बर्थडे भन्दैछु अनि फेरि फोटो इज म्यान्डेटरी के फोटो इज म्यान्डेटरी केकसँग चाहिँ अनि त्यहाँबाट फोटो खिच्छ मामाले खुवाइदिनुहुन्छ केक वाउ म कति खुसी छु के खुसी लाग्छ गिफ्ट पाएर खुसी हो त्यो अनि त्यहाँबाट केक खुवाइदियो भनेर मक्खै छु म वाउ वाउ एकदम ह्याप्पी मुड वाउ हेर केक खान नपाएको जस्तो गरेर गरेर फोटो खिचाउनु पर्यो सो ब्युटिफुल गर्ल या सो ब्युटिफुल अनि त्यसपछि मलाई भाइले केक खुवाइदिन्छ थ्याङ्क यू फर वाचिङ